हेलो हाई नमस्ते। सन्चै हुनुहुन्छ होला। सन्चैको आशा गरी म पनि सन्चै छु। आज चाहिँ इस्कुसको सब्जी बनाउन लाग्दैछु। आउनुहोस् है त। सुरुमा मैले इस्कुसको चाना यसरी काटेँ। जुन इस्कुसको चाना बनाउनको लागि चाहिँ इस्कुसको भागमा रहेको गहिरो भागलाई युज गर्नुपर्ने हुन्छ। जुन भागमा गहिरो छ त्यसलाई नै काटेर चाना बनाइसके पछाडि तासिसकेर सब्जी बनाउनको लागि उपयुक्त चाना बनाउँदैछु। तपाईहरुलाई जस्तो बनाउन मन लाग्छ त्यस्तै बनाउनु होला। भन्दा पनि यो कलिलो इस्कुस भएकोले गर्दा यतिको चाना चाहिँ हुनु आवश्यक हुन्छ। इस्कुसको जालीवाला पार्टलाई 2 वटा टुक्रा बनाएँ किनभने मलाई खानको लागि सजिलो हुन्छ। लसुन तास्नको लागि चाहिँ 2 टुक्रा बनाएर यसरी तास्छु। मलाई यसरी तास्दा एकदमै सजिलो लाग्छ। टमाटर पनि काट्दैछु। लसुनलाई पनि टुक्रा सानो टुक्रा पारेर काटेँ। त्यस पछाडि घिउ बसाइसकेपछि जिरा फुराएँ, प्याज फुराएँ, अदुवा फुराएँ अनि लसुन फुराएँ। यतिको रातो भएर पाकिसके पछाडि मैले इस्कुसको चानालाई राख्दिएँ। त्यस पछाडि बेसार लगाएँ अनि नुन पनि लगाएँ। चलाएर पाक्नको लागि एकछिन छोडिदिएँ। यतिको भएर पाकिसके पछाडि चाहिँ मैले टमाटर लगाएँ। टमाटरलाई एकछिन पाक्न छोडिदिसके पछाडि चाहिँ यतिको भात थियो अनि मैले जिराको धुलो र धनियाको धुलोलाई पनि राख्दिएँ अनि चलाएर एकछिन पाक्नको लागि छोडिदिएँ। सब्जी यस्तो बनेको छ अनि मैले रस लगाएर यस्तो बनेको छ। सब्जी एकदमै मिठो भात